नमस्कार साथीहरू, स्वागत छ तपाईलाई डर र रहस्यले भरिएको अर्को भयानक यात्रामा। नारायण हिटी दरबार। काठमाडौँको मुटुमा ठडिएको यो विशाल भवन केवल इटा र सिमेन्टको संरचना मात्र होइन, यो नेपालको इतिहास हो। यो त्यो शक्ति केन्द्र हो जहाँबाट कुनै समय सिङ्गो देशको भाग्य कोरिन्थ्यो, जहाँ राजाहरूले राज गर्थे र जहाँ शाही शानको कुनै सीमा थिएन। तर आज यो एउटा शान्त संग्रहालय मात्र हो। दिउँसोको समयमा यहाँ हजारौं मानिसहरू इतिहासका पानाहरू पल्टाउन आउँछन्। स्कुलका विद्यार्थीहरू, विदेशी पर्यटकहरू र आम नागरिकहरूको भिडले यो दरबार गुन्जायमान हुन्छ। तर जब घाम अस्ताउँछ, जब संग्रहालयका ठूला ठूला फलामे गेटहरूमा ताल्चा लाग्छ र बाहिर सडकमा गाडीहरूको आवाज कम हुँदै जान्छ, तब यो नारायण हिटी दरबारले आफ्नो असली र डरलाग्दो रूप देखाउँछ। म नेपाली सेनाको एक जवान हुँ। देशको सेवामा आफ्नो जीवन सुम्पिएको म हतियार र तालिमले सजिएको छु। हामीलाई सिकाइन्छ कि एक सिपाही कहिले डराउँदैन। बन्दुकको गोली र दुश्मनको तोप अगाडि छाती थाप्न सक्ने हाम्रो हिम्मत हुन्छ। तर जुन कुरालाई बन्दुकको गोलीले छेद्न सक्दैन, जुन कुरालाई आँखाले प्रष्ट देख्न सकिँदैन र जुन कुराको अस्तित्व यो भौतिक संसारभन्दा बाहिर छ, त्यसको अगाडि एउटा सिपाहीको राइफल र हिम्मत दुवैले काम गर्दो रहेनछ। म विगत 8 वर्षदेखि सेनामा छु र मेरो ड्युटी धेरै पटक नारायण हिटी दरबारको सुरक्षामा परेको छ। विशेष गरी 2058 साल जेठ 19 गतेको त्यो अकल्पनीय र हृदय विदारक दरबार हत्याकाण्डपछि यो ठाउँले एउटा यस्तो गहिरो पीडा, रहस्य र मृत्युको चित्कार आफ्नो छातीमा लुकाएको छ जुन बेला बेलामा रातको सन्नाटालाई चिर्दै बाहिर निस्कन्छ। आज म तपाईहरूलाई मेरो जीवनको त्यस्तो भयानक रातको कथा सुनाउन गइरहेको छु जसले मेरो निडरतालाई सधैँको लागि भत्काइदियो र मलाई यो विश्वास गर्न बाध्य बनायो कि इतिहास कहिले मर्दैन, यो केवल अदृश्य भएर त्यहीँ घुमिरहन्छ। यो करिब 4 वर्ष अगाडिको पुस महिनाको कुरा हो। काठमाडौँको जाडो कस्तो हुन्छ त्यो यहाँ बस्ने सबैलाई थाहा छ। तर नारायण हिटी दरबारभित्रको त्यो रातको जाडो अलि फरक थियो। त्यो हावाको चिसो थिएन, त्यो त सिधै हड्डी र आत्मासम्म पुग्ने मृत्युको चिसो थियो। रातको करिब 2 बजिसकेको थियो। मेरो रात्रिकालीन गस्ती यानि नाइट पेट्रोलको शिफ्ट भर्खर सुरु भएको थियो। 2 बजेदेखि बिहान 4 बजेसम्म। बाहिर बाक्लो हुस्सु लागेको थियो। दरबारका विशाल बगैँचाका ठूला ठूला रुखहरू हुस्सुभित्र कालो छाया जस्तै डरलाग्दा देखिन्थे। बगैँचामा रहेका पुराना मूर्तिहरूले मलाई नै घुरेर हेरिरहेका छन् जस्तो लाग्थ्यो। मेरो ड्युटी रुट मुख्य भवनको पछाडिपट्टि र पुरानो त्रिभुवन सदन, जहाँ हत्याकाण्ड भएको थियो र जसलाई पछि भत्काइयो, त्यसको आसपासको क्षेत्रमा थियो। म आफ्नो राइफल भिरेर बाक्लो ज्याकेट र पन्जा लगाएर बिस्तारै गस्ती गर्दै थिएँ। दरबारका सबै ठूला काठका ढोकाहरू बाहिरबाट बाक्लो फलामको साङ्लो र ताल्चाले लक गरिएका थिए। भित्र कुनै पनि मानिस थिएनन् र बत्तीहरू पनि सबै निभाइएका थिए। केवल बाहिर बगैँचाका पहेँला स्ट्रिट लाइटहरूले हुस्सुलाई चिर्ने असफल प्रयास गरिरहेका थिए। करिब 2:45 तिर म कास्की बैठक र मंगल सदनको पछाडिको भागमा पुगेँ। त्यहाँको वातावरण एक्कासी भारी भयो। मलाई कता कता कसैले मलाई एकदमै नजिकबाट हेरिरहेको छ भन्ने महसुस भयो। एकजना सिपाहीको सिक्स्थ सेन्स एकदमै तेज हुन्छ। मैले आफ्नो राइफललाई अगाडि ल्याएँ र सतर्क भएर चारैतिर हेरेँ, तर त्यहाँ हुस्सु र अन्धकार बाहेक केही थिएन। म अगाडि बढ्दै एउटा ठूलो कलात्मक काठको ढोका नजिकै पुगे, जसमा बाक्ला र अलिकति धमिलो फ्रस्टेड सिसाहरू राखिएका थिए। त्यो ढोका दरबारको एउटा ठूलो ब्याङ्क्वेट हल वा पार्टी रुममा खुल्थ्यो। म त्यो ढोकाबाट करिब 20 फिटको दूरीमा थिएँ। अचानक मेरो कानमा एउटा अनौठो आवाज पर्यो। मैले आफ्नो पाइला टक्क रोकेँ। मेरो सास रोकियो। मैले ध्यान दिएर सुने। मलाई लाग्यो कतै बाहिर थमेल वा दरमार्गेको कुनै क्लबबाट ठूलो स्वरमा म्युजिक बजेको आवाज आएको हो कि। तर त्यो आवाज बाहिरबाट आइरहेको थिएन। त्यो आवाज एकदमै नजिक थियो। त्यो आवाज त ठिक मेरो अगाडि रहेको बाहिरबाट ठूलो ताल्चा मारिएको त्यो खाली दरबारको हलभित्रबाटै आइरहेको थियो। मैले आफ्नो दुवै हातले राइफलको ग्रिपलाई यति जोडले समाते कि मेरा पन्जाहरू नै दुखिसकेका थिए। दरबारभित्र सयौं मानिसहरू जम्मा भएर कुनै ठूलो राही भोज वा पार्टी गरिरहेको जस्तो आवाज आइरहेको थियो। मानिसहरू एकदमै नम्र र शान्त स्वरमा काने खुसी गरिरहेका थिए। गिलासमा चम्चाले हानेको टिङ 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 आवाज, कसैले वाइन खन्याएको आवाज र मिठो पियानोको धुन प्रष्ट सुनिन्थ्यो। मैले आफैलाई सम्झाउने प्रयास गरेँ, यो मेरो भ्रम हो। रातभरि नसुतेकोले दिमागले आफै आवाजहरू बनाइरहेको छ। तर त्यही बेला मेरो नाकमा एउटा गन्ध पस्यो। त्यो कुनै पुरानो संग्रहालयको धुलोको गन्ध थिएन। त्यो एकदमै महँगो विदेशी पर्फ्युम, चुरोटको धुवाँ र पुरानो वाइनको बास्ना थियो जुन त्यो बन्द ढोकाको चेपबाट बाहिर निस्किरहेको थियो। अब मलाई पक्का भयो यो मेरो भ्रम थिएन। भित्र कोही पस्ने कुरै थिएन। सबै ढोकाहरू महिनौदेखि सिल गरिएका थिए। म बिस्तारै पाइला नबजाइकन त्यो ढोकाको नजिकै गएँ। मेरो मुटु यति जोडले धड्किरहेको थियो कि त्यसको आवाज मैले आफ्नै कानले सुनिरहेको थिएँ। को छ भित्र? को हो त्यहाँ? मैले सानो तर कडा स्वरमा भने। तर मेरो आवाज भित्रको त्यो राही पार्टीको कोलाहलमा हरायो। म ढोकाको ठिक अगाडि पुगे र त्यो धमिलो सिसाबाट भित्र चिहाउन खोजे।
सिसा धमिलो भएकोले प्रष्ट अनुहारहरू देखिएनन्, तर भित्र ठूला ठूला झुमरहरू बलेको जस्तो पहेँलो उज्यालो देखिन्थ्यो र कैयौं छायाहरू यताउति हिँडिरहेका थिए। त्यो शान्त र रमाइलो पार्टीको आवाज अचानक एकै सेकेन्डमा रोकियो। भित्र पूर्ण सन्नाटा छायो। त्यो सन्नाटा यति डरलाग्दो थियो कि मेरो रगत नै जम्न थाल्यो। अनि त्यसपछि नरकको ढोका खुल्यो। त्यो शान्त हल एउटा भयानक कोलाहल र मृत्युको चित्कारमा परिणत भयो। भित्र ठूला ठूला सिसाहरू फुटेको, टेबुलहरू पल्टिएको, महिला र पुरुषहरूले अकल्पनीय पीडाले चिच्याएको र रोएको कानै खाने आवाज आउन थाल्यो। त्यो आवाज यति यथार्थ र ठूलो थियो कि मलाई लाग्यो भित्र साँच्चै नै कुनै ठूलो आक्रमण भइरहेको छ र मानिसहरू मारिँदैछन्। मैले आफ्नो राइफलको सेफ्टी क्याच अनलक गरे। मलाई लाग्यो कुनै आतंकवादी हमला भयो, तर बाहिरबाट हेर्दा दरबारभित्र घुप्प अन्धकार बाहेक केही देखिएन। न कुनै उज्यालो थियो, न सिसा फुटेर बाहिर आएको थियो। आवाज मात्र मेरो कानको जाली फुट्ने गरी आइरहेको थियो। त्यो भयानक हत्याकाण्डको कोलाहलको बीचबाट कसैको भारी र आत्तिएको पाइलाको आवाज मेरो ढुकातिर दौडिँदै आइरहेको मैले प्रष्ट सुने। ट्याप ट्याप ट्याप। कोही आफ्नो ज्यान बचाउन पागल जसरी भित्रको मार्बलको भुइँमा दौडिरहेको रहेछ। त्यो पाइलाको आवाज ढोकाको ठिक भित्रीपट्टि आएर रोकियो। मैले सास रोकेँ। मेरो अनुहार ढोकाको सिसाबाट केही इन्च मात्र टाढा थियो। म पछाडि हट्न खोज्दै थिएँ, तर मेरो खुट्टाले भुइँ छोड्नै मानेन। बचाउनुस्, मलाई बाहिर निकाल्नुस्, ढोका खोल्नुस्। सिसाको भित्रीपट्टिबाट एउटा एकदमै गहिरो, पीडादायी र रोइरहेको आवाज आयो। त्यो आवाजमा यति धेरै दर्द र निराशा थियो कि त्यसले मेरो आत्मालाई नै हल्लाइदियो। त्यो कुनै सामान्य मानिसको जस्तो आवाज थिएन। त्यो एकदमै राही तर मृत्युको नजिक पुगेको आवाज थियो। एक्कासी सिसाको भित्रीपट्टिबाट कसैले आफ्नो हात जोडले सिसामा बजायो। बाक्लो हुस्सु र बाहिरको मधुरो उज्यालोमा मैले सिसाको पछाडि एउटा कालो, डरलाग्दो छाया देखेँ। त्यो छाया कुनै मानिसको जस्तै थियो, जसले औपचारिक राही पोसाक लगाएको जस्तो देखिन्थ्यो, तर त्यो पोसाक पूरै च्यातिएको र रगतले लतपत थियो। त्यसले फेरि आफ्नो हात सिसामा रगट्यो र यसपटक सिसाको भित्रीपट्टिबाट एउटा ठूलो आलो रगतको पन्जाको छाप प्रष्ट रूपमा देखियो। त्यो रगत सिसाबाट तलतिर बग्न थाल्यो। त्यो छायाले सिसाको धमिलो भागबाट आफ्नो अनुहार मेरो अनुहारको ठिक अगाडि ल्यायो। अनुहार प्रष्ट थिएन, तर त्यहाँ दुईवटा चम्किला, राता र आँसुले भरिएका आँखाहरू थिए, जसले सिधै मेरो आँखामा हेरिरहेका थिए। हामीलाई किन मर्न दियौ? त्यो आवाज सिधै मेरो दिमागभित्र गुन्जनियो। मेरो दिमागको सन्तुलन पूर्ण रूपमा टुटिसकेको थियो। मेरो मुटुले काम गर्न छोडिसकेको थियो। मेरो मुखबाट एउटा ठूलो अनियन्त्रित चित्कार निस्कियो। मेरो हातबाट मेरो शक्तिशाली टर्चलाइट भुइँमा खस्यो र फुट्यो। पछाडि नहेरिकन त्यो अन्धकार बगैँचाको बाटो हुँदै मेन गार्ड हाउसतिर पागल जसरी दौडे। म कुद्दै गर्दा मलाई यस्तो लागिरहेको थियो कि मेरो पछाडि हजारौं अदृश्य हातहरूले मलाई तान्न खोजिरहेका छन्। दरबारभित्रको त्यो भयानक कोलाहल र रोवाबासी अझै पनि मेरो कानमा गुन्जिरहेको थियो। म कतिपटक भुइँमा घले, कतिपटक झाडीमा ठोकिए, मलाई केही याद छैन। म दौडिँदै गार्ड हाउसमा पुगे र ढोका खोलेर भित्र पसे। म स्यास्या गर्दै पसिनाले नित्रुक्क भिजेर भुइँमा थचक्क बसे। मेरो अनुहार सेतो कागज जस्तो भइसकेको थियो। त्यहाँ रहेका रात्रिकालीन ड्युटी कमान्डर यानी सुबेदार साहबले मेरो अवस्था देखेर हत्तपत्त मलाई समात्नुभयो। उहाँले मेरो राइफल सुरक्षित ठाउँमा राख्नुभयो र मलाई एक गिलास तातो पानी दिनुभयो। के भयो जवान, के देखिस्? उहाँले सोध्नुभयो। मैले काँप्दै रोउँदै उहाँलाई सिसाको ढोका, त्यो पार्टीको आवाज, गोली चलेको आवाज र त्यो रगतको पन्जाको बारेमा सबै कुरा बताएँ। सुबेदार साहबले मेरो कुरा एकदमै शान्त भएर सुन्नुभयो। उहाँको अनुहारमा कुनै आश्चर्य थिएन। उहाँले लामो सास फेर्दै झ्यालबाट बाहिर त्यो अन्धकार दरबारतिर हेर्दै भन्नुभयो, पहिलो पटक सुनेको हो जवान। मैले तँलाई दरबारको त्यो पछाडिको हिस्सामा, विशेष गरी त्रिभुवन सदनको भग्नावशेषतिर राति 3 बजेपछि गस्ती नगर्नु भनेर अघि नै सम्झाउनु पर्ने थियो। यो मेरो गल्ती हो। म अचम्म पर्दै उहाँलाई हेरिरहेको थिएँ। उहाँले चियाको कप हातमा लिँदै अगाडि भन्नुभयो, त पहिलो सिपाही होइनस् जसले यो कुरा भोगेको छ। 2058 सालको त्यो कालो रात, जुन रात नेपालको इतिहासमै सबैभन्दा ठूलो र अकल्पनीय हत्याकाण्ड भयो, त्यो रात यो दरबारको लागि कहिल्यै सकेको छैन। हामीलाई लाग्छ कि लासहरू जलिसके र रगत पखालिसक्यो, तर यो दरबारका भित्ताहरूले, यहाँका चिसो मार्बलहरूले त्यो रातको चित्कारलाई आफ्नो छातीमा कैद गरेर राखेका छन्। ती आत्माहरूले अझै पनि शान्ति पाएका छैनन्। उनीहरू आज पनि हरेक रात त्यही समयमा त्यही अन्तिम क्षणहरू बाँचिरहेका छन्। उनीहरू अझै पनि त्यो पार्टीमा रमाइरहेका हुन्छन् र एक्कासी गोली चल्दा उनीहरू अझै पनि त्यही हलभित्र दौडिरहेका हुन्छन्। उनीहरू त्यही थुनिएका छन्, एउटा अनन्त टाइम लुपमा। हामीले उनीहरूलाई बचाउन सक्दैनौँ, हामी केवल उनीहरूको चित्कार सुन्न मात्र सक्छौं। तपाईलाई एकादेशको कथाको यो 15 मिनेट लामो विशेष नारायणहिटी दरबारको तर्साउने कथा कस्तो लाग्यो? शक्ति र सत्ताको भित्ताहरूमा कति धेरै दर्दनाक रहस्यहरू लुकेका हुन्छन्, त्यो केवल रातको सन्नाटालाई मात्र थाहा हुन्छ। यदि तपाईलाई यस्तै मुटु काप्ने रियल नेपाली हरर स्टोरिज सुन्न मनपर्छ भने कृपया हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्न नबिर्सनुहोला। यो लामो पडकास्टलाई लाइक र साथीहरूसँग शेयर गरी हामीलाई हौसला दिनुहोला।
तपाईको आफ्नो कुनै यस्तै डरलाग्दो अनुभव छ भने तल कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। नयाँ भिडियोको जानकारी पाउन तलको बेल आइकन पनि थिच्नुहोस्। अर्को डरलाग्दो कथाको साथ फेरि भेट्नेछौं। शुभरात्रि।